हेलो नमस्ते, स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। नेपाल सरकारले राष्ट्रिय परिचय पत्र अनलाइनबाट डाउनलोड गर्ने सिस्टम सुरु गरिसकेको छ। मिति 2083 साल 3 महिना 4 गतेबाट। यस्तै गर्ने क्रममा आज मैले पनि आफ्नो राष्ट्रिय परिचय पत्र डाउनलोड गरिसकेको छु। यहाँहरूले पनि कसरी डाउनलोड गर्ने भन्ने कुरा चाहिँ म आज यहाँहरूलाई सिकाउँदैछु। सर्वप्रथम त यहाँहरूले कुनै एउटा ब्राउजर खोल्नुपर्ने हुन्छ। जस्तै मैले क्रोम ब्राउजर खोलिसकेको छु र citizenportal.donation.gov.np यहाँहरूले टाइप गर्नुपर्ने हुन्छ। त्यो टाइप गरिसकेपछि यहाँहरूलाई यस्तै इन्टरफेस देख्न मिल्नेछ। यो इन्टरफेस आइसकेपछि यहाँहरूले आफ्नो नाम नेपालीमा अनि त्यसपछि यहाँ अङ्ग्रेजीमा छ, यहाँ टाइप गर्नु होला। अनि त्यसपछि यहाँहरूले आफ्नो जन्ममिति कति हो त्यो जन्ममिति राख्नु होला। त्यसैगरी नागरिकताको आफ्नो जारी मिति हुन्छ, त्यो जारी मिति राख्नु होला। त्यसैगरी त्यसपछि तल क्याप्चा हुन्छ, त्यो क्याप्चा राख्नु होला। क्याप्चा राखिसकेपछि त्यहाँ निलो बटन हुन्छ, त्यो निलो बटनमा थिच्नु होला र अगाडि बढ्नु होला। त्यसपछि तपाईलाई आफ्नो डकुमेन्टको इन्टरफेस मिल्नेछ, पपअप आउनेछ त्यहाँ। त्यो पपअपमा थिच्नु होला। त्यो पपअपमा थिचिसकेपछि तपाईको डाउनलोड हुनेछ। त्यो डाउनलोड भइसकेपछि तपाईको फाइलमा आएर बस्नेछ। त्यसपछि तपाईले त्यो हेर्नका लागि पिडिएफमा आउनेछ त्यो फाइल। त्यो हेर्नका लागि यहाँले आफ्नो अगाडिको नाम क्यापिटल लेटरमा 4 अक्षर आफ्नो नामको अगाडिको क्यापिटल लेटरमा हान्नुपर्ने हुन्छ। त्यसपछि त्यसैसँगै आफ्नो जन्ममितिको अगाडिको 2000 कति हो त्यो हान्नुपर्ने हुन्छ। त्यति हानिसकेपछि यहाँहरूले आफ्नो राष्ट्रिय परिचय पत्र पाउन सक्नुहुन्छ, देख्न सक्नुहुन्छ आफ्नो मोबाइलमै। जस्तै मैले यहाँ चाहिँ अब जारी मिति जन्ममिति राखिरहेको छु। यो अलि ढिला भइरहेछ, टाइपिङमा डबल टाइप भइरहेछ, त्यसैले ढिला भएको हो। तल क्याप्स दिएको छ, त्यो क्याप्चा हान्नु होला। त्यो क्याप्चा हानिसकेपछि खोज्नुहोस् भन्ने लेखेको छ, त्यहाँ चाहिँ थिच्नु होला। त्यस थिचिसकेपछि तपाईको आइहाल्छ। यसैगरी तपाईले पनि आफ्नो राष्ट्रिय परिचय पत्र आफ्नो मोबाइलबाटै घरमै बसेर डाउनलोड गर्न सक्नुहुन्छ।